ओ ल चाबी राख म चलाउँ कि तिमी चलाऊ कहाँसम्म जानु नि माथिसम्म जाने पेट्रोल छ कि छैन ल जाउँ कहाँसम्म हो कति टाढोमा छ लाग्दैन टाइम अफरोड छ कि छैन छ ल ओके गाइज वे लेट्स गो के मेरो स्पिड मिटर बन्द छ के हुँदैन लेट्स गो गाइज हामी त्यहाँ फुलचोकी जाँदैछौँ आज होइन मलाई त 6 बजे नै जानु मन थियो नि म त पुरै तडबिरहेको छु नि त यहाँ आजभोलि घुम्न गएको छुइनँ अनि आज शनिबार टक्क धेरै दिनपछि फुर्सद भएको अब आई एन्ड आवर ओन बोय विपिन वी आर गोइङ टु फुलचोकी उता माथिको टक्क लाएर अहिले विपिनले चलाउँदैछ म पछाडि छु अहिले चाहिँ क्यामेरा हातमै लिनुपर्ने हुन्छ टक्क माइक कनेक्ट छ नि त हाम्रो ओके गाइज this अनि this स्टिक पनि बोकेर आउनु पर्ने रहेछ यार गाइज मैले के फुलचोकी कुन बाटो गइन्छ ए गोदावरीको चोकको त्यो सिधै राइट साइडबाट हो पिर नगर न म भनिदिइहाल्छु नि तिमीलाई आजको भ्लग आउँछ हाम्रो गाइज धेरै दिनपछि राइडमा जाँदैछौँ होइन अब भिडियो त मङ्ती पब्लिक अपनको क्या करे दिस इज वाट इट इज अनि साउन्ड चाहिँ हाम्रो त्यही हो DJI Mic 2 transmitter only very शान्ति बन्द उता छेकिसकेको रहेछ यार त्यहाँ नगएको नि यो गाउँ भयो रुखको त पुरै रुखले छेकिसकेको रहेछ सधैँ काम पहिला जहिले स्कुल आउँदाखेरि त्यहाँ हेरेर म प्रे गर्थेँ यार आजको दिन राम्रो जाओस् भनेर ओके बुद्धम शरणम गच्छामि और पुरानो स्कुल अहिले त वाइल्ड चेन्ज भइसक्यो यहाँ ठुलो कस्तो हेर्दै फिल कस्तो मजाको आएको आनन्दको ओहो यार गोदावरी पुगेर त्यस्तो फिल हुन थालिसक्यो यार सिधा पुरै त माथि डाँडा पुग्ने हो नि त फुलचोकी गएको छैन तिमी ओ ल ठिक छ तिमीलाई त्यसो भए बवाल हुने भयो यो बाटो त आयो होला नि अहिले मार्बल डाँडाको अलि माथिसम्म यो बाटो माथिसम्म गएको छैन पिच भएसम्म छैन अहिले इजी बनाइरहेछ अरे होइन यहाँ पनि नगा धेरै भइसक्यो मार्बल डाँडा जाने भए चाहिँ कताबाट मार्बल डाँडा यता 9 धारा भयो यता राइट साइडमा होइन गोदावरीको यता लेफ्ट साइडमा मार्बल 9 धारा भयो अब राइट साइडमा चाहिँ यहाँबाट मार्बल डाँडा छिर्ने भयो चाहिँ चट्ट लाएर अलिकति माथिबाट हरन ब्रिज यताबाट छिर्ने क्या अरे अहिले यताबाट छिर्ने रहेछ ल अब यहाँबाट भाइरल रोड सुरु हुँदैछ
तिम्रो साउन्ड सायद नआउन सक्छ किनकि माइक मेरो मुखभित्र छ क्या ए वायरलेस माइक जोडिरहेको छु नि त राजा मैले आई इन्भेस्टेड अ लट सो आई निड टु भ्लग एनी हाउ भइरहेछ क्या यता पनि दामी भइरहेछ रोडदेखि उता जानु मन लागेन पहिला यो हेर्न यो हो क्या भ्यूमा आनन्द यतिको लागि हो क्या म तडपिरहेको अस्तिदेखि यार 2 हप्ता भइसक्यो यार म अघि एक्लै आइदिन लगाएको थिएँ क्या बिहान म फेरि आत्तिरहेको आज भोलि पहिला जस्तो एक्लै राइड गर्न सक्दिनँ रहेछ क्या मैले एक्लै म अलि डर लाग्न थाल्यो क्या हो तर यो अब त्यत्रो टाढा टाढा गएको पहिला होइन तर अहिले चाहिँ एक्लै यति आउन नि जङ्गल गाइस या वी आर इन जङ्गल अब विपिनले पनि यो आज स्टोरी क्लिपमा जाने भयो विपिनले पो चलाइरह त यार तर केही छैन हामी पछाडि छौँ गाइज आज पिलियन भएर जाँदैछौँ अलि चिप्लो छ भुल्न खोज्छु तिमीलाई आज फेरि मैले मम्मीलाई जुन भनिहालेँ क्या क्लच छोड्दो अब हाम्रो राइड सुरु गाइज बस ओ के हो स्ट्यान्ड आमा एक गियरमै हो यो बस के Your brother is born for riding रे क्या आज ल यहाँदेखि अफ रोड सुरु गाइस अब चिलमा जानुपर्छ हामी अब माथि नै हो पुरै अफ रोड हिजो म यहाँसम्म हिजो रे अस्ति म यहाँसम्म आएर फर्किआएको कि स्कुटरमा स्कुटरमा धन्न उकालोमा चाहिँ ढलान गरिदिइरहेको रहेछ गाइस उकालोमा चाहिँ ढलान गरिदिइरहेको रहेछ क्या त्यहाँ हेर न कति बवाल भ्यू छ अब यो अझ त सुरु हुँदैछ बाटो धेरै राम्रो रहेछ पानी पर्दा यसरी हिँडेर आउने आँट छ ए हिम्मत यसरी हिँडेर आउने छ हिम्मत यहाँ पोखरी छ क्या यहाँ खोइ अहिले चाहिँ पुरा घाँसपात भएर ऊ भइसक्यो होइन यहाँ पोखरी हुने ठाउँ हो क्या यो यहाँदेखि तानेर oh shit, this is what it is.
एक दिन पुरै यो घिटिघिटीले पनि सानो सानो घिटीले पनि धेरै इफेक्ट गर्ने क्या हजुर यो सानो सानो घिटीले पनि धेरै नै इफेक्ट गर्ने क्या त्यस्तो त पुग्यो त गाइस गाडी बन्द गर्छु यो आर्मीको संरक्षण एरिया हो नि त यो त टावर छ क्या यहाँ यो टावर छ गाइस होइन यतिको पक्कै अगाडि बाटोमा हेर्दैछु अलिकति कहाँनिर झर्दैन वेट मिनेट खत्रै रेकर्डिङ भइसक्यो ल एकछिन समातिर 1 घन्टा भयो कि हामी आइरहेको कति भयो यार निकै टाइम लाग्यो त आज 50 मिनट भइसक्यो छ यार के गरेँ मैले फेरि त्यही निकै टाइम लाग्यो म चाहिँ आधी घन्टा 1 घन्टामा त म घर पुगिहाल्छु नि भइरहेको क्या मलाई ल पुगिगयो त हामी आइट लगाइदियो खाना ओके राइट हामी फुलचोकी पुग्यौँ गाइज माइक यहाँ छ माइक यहाँबाट कनेक्ट भइरहेछ यो सब ब्लक भयो ठ्याक्क फुलचोकी पुगेको अनि सब भ्यूहरू चौपहाट तर उता साइडको चाहिँ अलिक क्लियर देखिन्छ कि भन्ने आशा छ हामीलाई अझै राइट पुग्यौँ फुलचोकी गाइस डबल सर्ट ठाउँ छ नि त फेरि हाम्रो दुइटै अल्झिरहेको विपिनलाई फेरि एउटा यहाँ पनि फोटो खिचेको छु मैले पहिल्यै दिस इज आवर मन्दिर टावर ती कडक आएको यार भिडियो त विपिन हेर्छ भिडियो पुरा मौरी चाहियो त यति मोबाइल भयो टार लगाइदिइरहेको रहेछ नि त न त ऊ त्यहाँसम्म जान्छ यहाँ माथिसम्म चढ्न मिल्छ क्या टक्क माथिसम्म चढेर कति यसमा अँध्यारो देख्यो कम्प्युटरमा राम्रो आइरहेको हुन्छ क्या रमा खिच्यो भने चाहिँ मिलाउनु मिल्छ Right. Vivin, how are you feeling, brother? Damn, I'm feeling refreshed, brother. यतिको लागि हामी यहाँ आइरहेको यतिको लागि आइरहेको उचाइ चाहिँ कति 2700 meter above. This is freaking awesome. Must come area हो नि त यो एउटा टक्क पहिला चाहिँ त्यहाँनिर यहीँबाट जानु मिल्थ्यो अहिले बाढ लगाइरहेको रहेछ न त यता चढ्न मिल्थ्यो टक्क बाढ लगाएर तल त्यहाँ खाजा खाने ठाउँ त्यो चाहिँ अहिले पुरा आर्मी एरिया छुट्याइदिइरहेको रहेछ गाइस उता न त अस्ति नसम्म उतासम्म जानु मिल्थ्यो यहाँ फोटो खिच्न मिल्थ्यो अनि
आफैलाई हिलिङ हुने ठाउँहरू क्या अति बवाल र अब जुमिङ देखाउँछ है त म तिमीलाई ऊ त्यही घर हेरौँ है त हामी कुन हो सामसङको हो के हो होइन के को यो हल्दियो र झाउ भयो होइन 50 सम्म मात्रै हो ए यसमा चाहिँ 15 सम्म भिडियो भयो नि त यो त्यही पनि धेरै अगाडि छन् होइन धेरै राम्रो आएछ आमा त्यहाँ आएको है अझै बवाल लाग्यो हामीलाई अति नै बवाल दामी 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 4 क्यामेराज हामी एकछिन चिया खान्छौँ अनि एकछिन अझै फ्रेस हुन्छौँ अनि बस्छौँ बाख्रा इच्छा त गनाउँदैन बोका गनाउँछ नि त अनि पुरै अब एकछिन हामी तल चिया खाने होइन चिया एक कप खाने अनि त्यसपछि टक्क लाएर बिस्तारै लाग्नुपर्छ गाइस हामी लु भयो बाबु भयो ल यो आउँदा आउँदै भ्यू सबै हुस्सो लाग्यो हुस्सो लागेर पुरै छेकी गयो त यार है फेरि यहाँ बाटोमा हुस्सो लाग्नु थाल्यो डेन्जर हुन्छ त्यसो पानी चाहिँ पर्नु भएन भन्न This is where we park our bike and गाडी होइन अनि यहाँ चाहिँ डस्टबिन राखिदिइरहेको छ यहाँभन्दा उता चाहिँ आर्मीको ब्यारेक भयो अनि त्यहाँ खाजा खाने ठाउँ पनि छ गाइस यहाँ हुस्सु फुस्सु परिसक्यो हुस्सु परेर चाहिँ वी कुडन्ट इन्जोय द के भ्यू ब्रदर ठिक छ छ्याप्पै छेपतिर छोक्दियो आजको हाम्रो राइड बिपिनको ठिक छ गोदावरीमा गएर यहाँ खाँदा नि हुने हो हुन चाहिँ तर यहाँ धेरै अप्सन हुँदैन गोदावरी गएपछि हाम्रो आफ्नै ठाउँमा चाहिँ अप्सन हुन्छ त्यहाँ गएर खान्छौँ ल अनि छिटो जानुपर्ने हुन्छ ल अनि खानासाना खानुपर्ने हुन्छ पुरा बुढीहरू खोइ चाबी देऊ पुरा बुढीहरू कुरिरहेको हुन्छ क्या अहिले गर्नै टाइम लाग्दो रहेछ One, two, three. Wait, this is how it looks, man. Brother, यतिको देखिन्छ रहेछ ल तल फुल्सक्यो यति हो कि एयरपोर्ट यता साइडमा रनवे कडकै आज भोलिको क्यामेराहरू ठिक छ यतिदेखि त बवाल हो नि फेरि यहाँदेखि तेरो उयो सबै यस्तो हो नि त भ्याली भनेको त होइन पुरै कहाँ घरै घर भइसक्यो अहिले त टाढो हेर्दा पो धेरै हिमाल त यादै नभइसक्यो मलाई हिमालहरू त मैले बिर्सिसकेँ क्या म पुरा डाँडाहरू मात्रै हेर्दा कहाँ के भने हिमाल याद नभइदियो फोकस गर्नु न कस्तो देखिँदो रहेछ यहाँ हिमाल ऊ त्यहाँ हिमाल है